ल तपाईहरुलाई विश्वास लाग्दैन यो भिडियो हेरेपछि एक दुई पटक सोच्नु पर्ने हुन्छ बा मैले बहुमूल्य सामान त फालिरहेको छैन भनेर। सानो आइडिया सानो मेहनत तर नतिजा भने मनभरि खुसीको थियो। महँगो सामान किनेर हैन भएको सामानलाई नयाँ काम दिएर घर सुन्दर बनाउन सकिन्छ। मैले चाहिँ यो डाइपर प्लास्टिकहरु भेला पारिरहेको थिएँ अनि अलिकति सुक्खा पात र माटो हालेर फूलको नयाँ घर बनाउनतिर लागे। अनि मलाई चाहिँ अस्तिदेखि स्प्रे बोतल किन्न मन लागिराखेको थियो तर मैले किनेको थिइनँ। अनि बाहिरको तापक्रम चाहिँ यति धेरै थियो बलिरहेको आगो भित्र बसे जतिकै थियो त्यही पनि मैले हार माने। अनि मैले चाहिँ घरमै भएको कोकको बोतल उठाएर त्यसमा चाहिँ मैले साना साना प्वाल पारिदिए अनि स्प्रे बोतल चाहिँ तयार भयो। याद राख्नु सामान पुरानो हुन सक्छ तर आइडिया भने चाहिँ सधैँ नयाँ हुनुपर्छ। मेरो भिडियो मन पर्यो भने एउटा मिठो कमेन्ट र लाइक छोडेर जानु होला। अरु पनि यस्तै जुगाड चाहिन्छ भने कमेन्टमा भन्नु होला। फेरि अर्को नयाँ भिडियो लिएर आउने नै छु। बाइ।